नमस्कार, गुड मर्निङ साथीहरू। वेलकम ब्याक टु माई बाबुराज अफिसियल युट्युब च्यानल। आजको विशेष टपिक लिएर उपस्थित भएको छु। आजको विशेष टपिक के होला त साथीहरू? पक्कै पनि हजुरहरूले थम्बनेलमा देखिसक्नु भएको छ। आजको टपिक्स के तपाईहरूलाई थाहा छ भ्यालेन्टाइन्स डे को बारेमा? भ्यालेन्टाइन डे केवल प्रेमी प्रेमिकाको दिन मात्र होइन साथीहरू। यसको पछाडि करिब 1700 वर्षको पुरानो इतिहास लुकेको छ साथीहरू। आजको भिडियोमा तपाईहरूलाई भ्यालेन्टाइन्स डे को वास्तविक इतिहास बताउने छु। त्यसैले यो मेरो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। इतिहासको सुरुवातको कुरा गर्ने हो भने भ्यालेन्टाइन डे को इतिहास प्राचीन रोमन साम्राज्यसँग जोडिएको छ। त्यो समयमा रोमन सम्राट क्लडियस द्वितीयले युवाहरूलाई विवाह गर्न प्रतिबन्ध लगाएका थिए। उहाँको विश्वास थियो कि अविवाहित पुरुषहरू राम्रो सैनिक बन्छन्, त्यसैले विवाह गर्न नपाउने नियम बनाइयो। तर एक ख्रिस्टियन पादरी साइलेन्ट भ्यालेन्टाइनले यो नियम अन्यायपूर्ण ठाने। उहाँले प्रेम गर्ने जोडीहरूलाई लुकी लुकी विवाह गराइदिन थाल्नुभयो। जब सम्राटलाई यो कुरा थाहा भयो, उहाँलाई पक्राउ गरियो र सन् 269 इस्वीमा फेब्रुअरी 14 का दिन मृत्युदण्ड दिइयो। त्यसपछि उहाँको सम्झनामा हरेक वर्ष यही दिन भ्यालेन्टाइन डे मनाउन थालियो। रोमन समयमा फेब्रुअरी महिनामा लुपरक्यालिया नामको चाड मनाइन्थ्यो। यो चाड प्रेम र सन्तान प्राप्तिसँग सम्बन्धित थियो। पछि क्रिस्चियन धर्म फैलिँदै जाँदा यो पर्वलाई परिवर्तन गरी साइलेन्ट भ्यालेन्टाइन को नामसँग जोडियो। यसरी भ्यालेन्टाइन्स डे बिस्तारै विश्वभर फैलियो। मध्ययुगमा मानिसहरूले भ्यालेन्टाइन्स डेमा प्रेम पत्र लेख्ने चलन सुरु गरे। इङ्ल्यान्ड र फ्रान्समा फेब्रुअरी 14लाई चराहरूले जोडी बनाउने दिन मानिन्थ्यो। 18औं शताब्दीपछि छापिएको ग्रिटिङ कार्ड दिने चलन सुरु भयो। आज पनि मानिसहरूले गुलाब, चकलेट र कार्ड दिएर प्रेम व्यक्त गर्छन्। आधुनिक समयको कुरा गरौँ। आज भ्यालेन्टाइन डे संसारका धेरै देशहरूमा मनाइन्छ। तर याद राख्नु पर्ने कुरा के हो भने भ्यालेन्टाइन डे को मुख्य अर्थ महँगो उपहार होइन। साँचो प्रेम, विश्वास, सम्मान, एक अर्कालाई समय दिनु, यी नै यसको वास्तविक अर्थ हो। भ्यालेन्टाइन्स डे केवल प्रेमी प्रेमिकाको लागि मात्र होइन। यो दिन परिवार, साथी, आफूलाई माया गर्ने सबैका लागि हो।
साँचो प्रेम, बलिदान, समझदारी र सम्मानमा टिकेको हुन्छ। यदि तपाईलाई यो जानकारी मन पर्यो भने लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोला। कमेन्टमा लेख्नुहोला तपाईहरूको लागि भ्यालेन्टाइन डे कस्तो भयो, कस्तो भइरहेछ, कस्तो छ। कमेन्टमा ह्याप्पी भ्यालेन्टाइन भनेर लेख्नुहोला। सम्पूर्णमा ह्याप्पी भ्यालेन्टाइन डे। आजको दिन शुभ रहोस्, सुख शान्तिसँग बितोस् तपाईहरूको आजको दिन भन्ने कामना गर्दछु। थ्याङ्क यू सो मच अल। थ्याङ्क यू।